बुल्गेरियाका लागि डी भिजा सबमिसन गर्दा पुलिस रिपोर्ट अनिवार्य रूपमा राख्न पर्छ या पर्दैन, धेरैजनाले सोधिराख्नु भएको हुन्छ। अहिले वर्क पर्पस डी भिजा सबमिसन गर्दा पुलिस रिपोर्ट नराख्दा पनि तपाईको फाइल भिएफएसबाट सबमिसन हुन्छ, किनकि एप्लिकेबल चेकलिस्टमा यो मेन्डेटरी डकुमेन्टको रूपमा राखिएको छैन। त्यसैले पुलिस रिपोर्टलाई अहिले अप्सनल सपोर्टिङ डकुमेन्टको रूपमा राखिएको छ। तर एउटा ध्यान दिनुपर्ने कुरा, एमबिसी अथवा भिएफएसले केस अनुसार पछि एडिसनल डकुमेन्ट भनेर माग्न सक्छ। त्यसैले तपाईसँग पुलिस रिपोर्ट छ भने राख्दा चाहिँ बेटर हुन्छ। त्यसैले सबमिसन अघि आफ्नो लेटेस्ट चेकलिस्ट एकपटक भेरिफाई गरेर मात्रै तपाईले पुलिस रिपोर्ट राख्ने अथवा नराख्ने भन्ने फाइनल डिसिजन लिनुहोला। यस्तै बुल्गेरिया डी भिजा डकुमेन्टेसन अथवा अपोइन्टमेन्ट सम्बन्धी कुनै पनि समस्या छ भने आजै सजिलो सोलुसन नेपाल प्राइभेट लिमिटेडलाई सम्पर्क गर्नुहोला। हस्त, धन्यवाद।